यो कुरामा चाहिँ मलाई चाहिँ धेरै दुःख छ र यो त भयो प्रमुख कुरा। सानो कुराहरूमा पनि मलाई चित्त बुझेको छैन। म मन्त्री हुँदाखेरि हेर्नुहोस्, म मन्त्री हुँदाखेरि मन्त्री भएको हप्तामै हरेक विद्यालयमा कम्प्युटर टिचरको व्यवस्था गर्ने, दरबन्दी थप्ने र 8 क्लासदेखि कम्प्युटर विषय थपेर 100 पूर्णाङ्क कम्प्युटर थपेर 800 बनाएर गर्ने भनेर सम्पूर्ण कुराहरू व्यवस्था गरेर अगाडि बढाएको कुरो अहिलेसम्म भएको रहन्छ। मैले त विश्वास गरेँ यो अब वैशाखको अस्तिको शैक्षिक सत्रदेखि चल्यो होला भनेर अस्ति वैशाख स्कुलहरू चलिसकेपछि बल्ल थाहा पाएँ त्यो चलेको रहन्छ। अब त्यसको लागि अर्थ मन्त्रालय, अर्थ सचिवज्यू, अर्थमन्त्रीज्यूसँग अस्ति पनि कुरा गरेँ। उहाँहरू अर्थ मन्त्रालय तयार छ, त्यसको लागि धेरै खर्च थप्नु पर्दैन। अहिले हामीले भनेको कुरा के हो भने कमसे कम 7,000 माध्यमिक विद्यालयहरू छन्, 7,000 टिचर नथप्यो भने 1,500-2,000 थपौँ र मान्य सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ हेर्नु। अब कुरा के हो भन्दाखेरि थपौँ भन्दाखेरि अनि त्यो चाहिँ थपेर उसमा खास गरी सहरी क्षेत्रहरूमा त सबै प्रायः जसो विद्यालयहरूमा कम्प्युटर पढाइ हुन्छ, गाउँमा पढाइ भएको छैन। त्यहाँ पुर्याउँ भन्दाखेरि पनि अहिले अगाडि बढाएको छैन। त्यो अगाडि बढोस् भन्ने चाहन्छु। नवप्रवर्धन कोषको जुन अध्यादेश छ त्यो अध्यादेश आएको छैन, त्यो अध्यादेश पनि आओस् भन्ने चाहन्छु। र प्रमुख कुरा चाहिँ के हो त भन्दाखेरि 1%, मैले खोजेको त जिडिपीको 1% बजेट रिसर्च इनोभेसनमा छुट्याइयोस् भन्ने हो। जिडिपीको नसक्ने भनिसकेपछि यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। त्यो चाहिँ आओस्। हेर्नुहोस्, यो कुरा मैले अहिले नै जानकारी दिएँ र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि जुन नीति तथा कार्यक्रम छ त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। तपाईँहरूले हेर्नुहोस् त्यो 46 कतिवटा छ त्यहाँ, कति पानाको, त्यहाँ चाहिँ विज्ञान भन्ने शब्द छँदै छैनन्। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको? पहिलाको पुरानो सरकारहरूले त गर्यो, ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि।